कति दुःख गर्थ्यन् मैले काम छैन मेरो बुढीले पालिसिन् बिहा केको लागि गर्छ नि दुःख सुखको लागि त यस्तै राम्रो हुनु होइन बाबा यस्तै राम्रो हो यस्तै राम्रो बुढी पाउन सक्दैन हो हजुरआमाले अझ 8,000 र 60 किलो बोकेर तिमीलाई गीता बानी पार्नु पर्यो न आउ यता मन ठुली मम्मी तपाईँ पनि त बानी पार भनेर ठुली मम्मी मान पनि हामी सबै एउटै हो है भयो है नोट निकाल लिनु समय गर्दैन यो त 10 रुपैयाँको त चिल्लर राख्दै बाहिर टेबलमा बाहिर टेबलमा विचार बास गरौँ राम्रो गर लान्न मेरो विश्वास मैले धेरै आशीर्वाद राम्रो गर्ने अर्का कुरा नसुन्ने मम्मीलाई मैले यत्रो पिट्छु अहिले कन्चिटा गर्न लगाइदिन्छु केही नकै केही नबोल्नु कस्तो कन्चिटा गर्नेको लागि गाना लगाइदिउँ बराबर अर्को कन्चिटा भर्दिने यो त आइज क्या त यमुना खोइ त बानी किन्छ नि अनि यतै घुसाइदो म बालेमा सिधा लगाइदिएँ मम्मीले कन्चिटा लगाइदियो खोइ त पैसा हो यस्तै हो क्या 2 लाख रुपैयाँ देऊ सबै रातै भयो केही हुन्न क्या ल अब आइजम त ए नाना दिपिन भेट्न गर्ला अब नरेगन टिका लगाओ जसै हो राम्रोसित गर्ने अब एउटा होइन दुईवटा हुन्ला हान नमातिकन गर्ने टिको भन्ने कुरो अर्को साल पनि गर्न गर्ने अर्का कुरो सुन्दिनँ अर्का अरूले पनि लाउँदिनँ आफ्नो परिवार अब समय भयो कति नै आउँछ कोही चिज होइन तुले बाबाले धेरै कम पैसा धेरै छ अघिले दिए राम्रोसित पढ नमाता बाहिर त्यो 700 पनि होइन पढाइमा राम्रोसित ध्यान देऊ मम्मीले गरेको दुःख धेरै दुःख नदेऊ है मम्मीलाई ज्ञानी छोरी बना राम्रोसित पढ है भोलिपछि ठुलो मान्छे बन्नुपर्छ नि ल भयो अरू कति चाहियो तिमीलाई आशीर्वाद त्यति भयो भएर सानो मान्छेलाई ज्ञानी बन्नु ल मानिसहरू भाग्य मान्छे क्या त कुति आऊ नाना फोटो खिच्देऊ छिटो ओ लिट बिना ल भयो मोटो के भयो लगाइदिए भयो पैसा त होइन हामीलाई त हामी त टिको लाउनु मात्रै हो समूह आज समाउनु पर्छ होइन कि टिको लाउनु मात्रै हो त्यसले धेरै दिन नगरी त्यो 50 भन्दा दिएछ हामीले नमस्ते गरेको त्यसले त मलाई टिको ए यिनलाई टिको लगाइदियो अरे 50 रुपैयाँले त टिको लगाइदियो अरे कि यिनलाई भोलि मैले लगाइदिसकेको छोरो हो म त लगाइदिसकेको तिमीलाई ऊ अङ्कलले लगाइदियो हामीसँग बस्छ त्यसरी बस्नु होइन बाबु भिडियो भइरहेछ त यहाँ त आज दिनु राम्रोसित कमाम मैले तपाईले दिनुको मन दिने राम्रोसित बस्ने राम्रोसित गरी खाने राम्रोसित पैसा कमाउने आफैले भन्दा फेरि नरासी खानी बियर नखानी राम्रोसित गर्ने
धेरै खर्च नगर्ने पैसा बढाउने पैसा कमाउने धेरै कमाउने बुद्धि पलाउने काम गर्ने डेली काम ल्याइदेऊ यो साडी त बाबाको साथ काम गर्छ शिवरीमा कमी छैन यो कपडा मम्मीलाई क्लिप रहेन त मम्मीलाई ल्याइदेऊ त्यो कपडा त म त उडाइदिन्छु पर्दैन टुटु त्यति हो पन्युरिन्छ